insect identification in marigold field by 4th semester student. मेरो यहाँ ग्रीन स्टिंग बग है मैरीगोल्ड में नि देखियो यो उता यहाँ एकदमै धेरै हजुरको एपिस डरसाटा छ है सरलाई चाहिँ यो चाहिँ के हो म देखेन यो लिफ फोल्डर भन्छ नि सर ए लिफ फोल्डर हजुर त्यसको चाहिँ मथ हो एडल्ट हो अब यसले चाहिँ यो खासमा किन आउँछ भने मथहरु यहाँ चाहिँ यसमा पोलनहरु अथवा चाहिँ यो नेक्टरहरु खानको लागि आउँछ मथहरु भनेको चाहिँ त्यसले हामीलाई डाइरेक्टली ड्यामेज गर्ने हैन के मथहरुले चाहिँ अब अण्डाहरु पारेर त्यसले आफ्नो वंशवृद्धि गरेर ड्यामेज अब अल्टिमेटली हुन्छ तर यसले आफ्नै फिडिङ ड्यामेज चाहिँ हुँदैन मथहरुले सुगरी सब्स्टेन्सहरु खान्छ अब यसमा फुलहरुमा स्पेशली पोलन नेक्टरहरु हुने हुँदाखेरि चाहिँ यस्तोमा आउने हो है अथवा अण्डा पार्ने अब्जेक्टिभले नै आएको हुन सक्छ अब यहाँ चाहिँ यो देखिदैन किन फुलमा आएको छ पक्कै फुलमा अण्डा हुँदैन अब यसमा पातहरुमा बेसहरुमा बसेछ भने चाहिँ अण्डा पारिरहेको छ भन्ने कुरा हो है बडी चाहिँ नक्सर्नल हुन्छ के तर कोही चाहिँ अब यो डे टाइममा पनि एक्टिभ हुन्छ जस्तै यो घामको किरण छ नि अहिले यो घामको किरणले यसलाई केही गरेको छैन हैन नक्सर्नल भएको भए यो अहिले भागिसक्थ्यो यदि डिस्टर्बेन्स हुँदाखेरि ग्रासहोपरहरु अब यो पोलन कलेक्सनको लागि चाहिँ एपिस डरसाटा भन्ने मौरी चाहिँ एकदम व्यापक रूपमा हामी देख्न सक्छौं अब यहाँ चाहिँ अलि डिस्टर्बेन्स भएको हुनाले अलिकति आएको छैन तर अलि हामी थोरै एक दुई जना भनौं न सेपरेट भएर हामी गयौं भने अलि आइसोलेट भएर गयौं भनेदेखि चाहिँ त्यहाँनिर हामी मौरी एकदम प्रशस्त देख्न सक्छौं यसमा अब इन्सेक्ट्सहरु डाइभर्सिटी हामी एकदमै धेरै देखिरहेका छौं हैन बेनिफिशियल पनि छ अनि यो हार्मफुल इन्सेक्ट्सहरु पनि छन् दुईटै छन् यो पनि हो के कय बैठे छ ग्रासहोपर थियो कय भयो देखिए ओ माय गॉड हामीले यति हेर्दाखेरि यहाँनिर धेरै हार्मफुलहरु पनि एट्र्याक्ट भएको हुनाले चाहिँ यसलाई ब्यालेन्स गरिरहेछ कि नभएदेखि त यो हार्मफुल इन्सेक्ट्सहरु यतिले त सबै ड्यामेज गर्थ्यो यदि हामीले यहाँ पेस्टिसाइड बढी छरेको हुन्थ्यो भनेदेखि यहाँ नेचुरल इमेज देख्दै देखिन्थेन जस्तै चाहिँ यहाँनिर लेडी बर्ड बिटल देखिन्थेन रोक बिटल देखिन्थेन प्रेइङ म्यान्टिस देखिन्थेन इभन ड्रागन फ्लाई ड्याम्सेल फ्लाई पनि हामी यहाँ धेरै देख्छौं हामी हिजो पनि यहाँ आएको थियौं यहाँ चाहिँ धेरै हामी चाहिँ नेचुरल इमेजहरु हामी देख्न सक्छौं इभन यति बीजहरु मौरीहरु पनि अब यति धेरै आउँदैन किन जहाँ पेस्टिसाइड स्प्रे भएको छ त्यो एरियामा त्यो फ्लावर्सहरुमा चाहिँ उनीहरु बढी चाहिँ आउँदैन यसमा चाहिँ हामी प्रशस्त चाहिँ डाइभर्सिटी हामी देख्न सक्छौं भनेपछि यसले हामीले सिक्नुपर्ने कुरो के हो भने नेचरमा चाहिँ यो बेनिफिशियल पनि छन् हार्मफुल पनि छन् दुईटै छन् हैन र यसमा नेचरमा एउटा ब्यालेन्स चाहिँ चलिरहेछ के अनि हामीले चाहिँ यो पेस्टिसाइड अथवा अरु विभिन्न खालका चाहिँ म्यानेजमेन्ट प्र्याक्टिसेसहरु गर्दाखेरि यसले चाहिँ यो ब्यालेन्सलाई यदि हामीले चाहिँ बिगार्यौं अथवा त्यो भनौं न हार्मफुल इन्सेक्ट्सहरुलाई चाहिँ हामीले चाहिँ घटाउने उद्देश्यका साथ नेचुरल इमेजलाई चाहिँ हामीले घटाइदियौं भने त्यो ब्यालेन्स बिग्रिन्छ अनि हामी चाहिँ बढी भन्दा बढी विषादीमा चाहिँ डिपेन्ड हुनुपर्ने यो चाहिँ हाम्रो यसलाई चाहिँ हामी होभरफ्लाई भन्छौं है यो होभरफ्लाईकै एउटा प्रजाति हो यो फ्लाई हो भन त झिंगा समूहको किरा हो हैन यसले पनि यो पोलनहरु लिन आउँछ समय ल्याउँछ खै धेरै पो छ दुईटा तीनटा छन् सर म हातमा सबै निकाल्दै फोटो हुन्छ हातमा आयो यसमा यो त हिँडिरहेको थियो नजिकदेखि त उति आइरहन्छ दुईटा यति सेन्टर हातमा रहेछ त देखिँदा देखिँदैछ यो त एकदम यसले नेचुरल इमेज हो एकदम बेनिफिशियल हुन्छ तपाईहरु यहाँ के गर्दै हुनुहुन्छ यहाँ चाहिँ हामी आज इन्टोमोलोजीको चाहिँ प्र्याक्टिकल गर्न आएका हौं यहाँ चाहिँ हामीले इन्टोमोलोजीको चाहिँ स्काउटिङ भन्नाले अब किरा चिन्नको लागि अब फिल्डमा कस्तो कस्तो किराहरू छन् त्यो चिन्नको लागि र तिनीहरुलाई आइडेन्टिफाई गर्नको लागि आएको हौं र आज अनि त्यो हेर्दै क्रममा चाहिँ हामीले अलि किराहरू भेटेका छौं जस्तै बिटल भयो त्यसपछि ग्रीन स्टिङ बग भयो त्यसपछि ग्रासहोपरहरू भए त्यसपछि ड्रागन फ्लाईहरू भए अनि त्यसपछि सँगसँगै र अनि फल आर्मीवामको लार्भाहरू पनि भेट्यो र सँगै साथीहरू पनि अझ खोज्दै हुनुहुन्छ अनि हार्मफुल इन्सेक्ट र बेनिफिशियल इन्सेक्टहरु कुन धेरै पाइयो यहाँ चाहिँ अहिले चाहिँ हार्मफुलै देखेकै छन् बेनिफिशियलमा के देखियो बेनिफिशियलमा मैले त भेटेको छैन साथीहरुले भेट्नु भएको टिप्नु भएको छ भने चाहिँ थाहा भएन मलाई थ्यांक यू सो मच
हामी चाहिँ आज इन्टोमोलोजीको प्र्याक्टिकल अन्तर्गत चाहिँ फिल्डमा भएका चाहिँ किराहरूको आइडेन्टिफिकेसन भनौँ न, बेनिफिसियल किराहरू, त्यसपछि हार्मफुल इन्सेक्टहरू के छन् भनेर चाहिँ क्लासमा थ्योरिकली पढ्दा मात्रै हुँदैन, फिल्डमा आएर देखेपछि नै यो किरा भनेर चाहिँ मजाले चिन्न सकिन्छ भनेर हामी फिल्डमा आएका छौँ। यस अन्तर्गत चाहिँ हामी अहिले चाहिँ यो मस्टार्ड फिल्डमा छौँ र यसमा चाहिँ हामीले धेरै नै किराहरू देख्यौँ, अलिकति बढी ग्रिनरी भएर पनि होला। र यहाँनिर चाहिँ हामीले बेनिफिसियल इन्सेक्ट अन्तर्गत चाहिँ रब बिटल, स्ट्राइप बिटल, त्यस पछाडि ड्याम्स फ्लाई, ड्रागन फ्लाईहरू पनि भेटेका छौँ। र यसै हार्मफुल इन्सेक्ट अन्तर्गत चाहिँ हामीले मस्टार्डको सब फ्लाई भेट्यौँ, त्यसको लार्भर स्टेजहरू पनि भेटेको थियौँ, जुन चाहिँ हाम्रो मस्टार्डको चाहिँ एकदमै मेजर पेस्ट हो। त्यसै गरी एफिडहरू पनि रहेको छ, जुन चुसा प्रवृत्तिका किराहरू हुन्। त्यसै गरी ग्रिन स्टिङ बगहरू पनि रहेको छ, फिल्ड क्रिकेटहरू, त्यसै गरी ग्रास होपहरू पनि एकदमै बढी मात्रामा चाहिँ हामीले भेटेका छौँ। हाम्रो यो फिल्डमा धेरै बेनिफिसियल इन्सेक्टहरू धेरै छन् कि हार्मफुल इन्सेक्टहरू धेरै पाइयो? यो जुन हामीले म्यारिगोल्ड पनि हेऱ्यौँ अनि उता मस्टार्ड पनि फिल्ड हेऱ्यौँ, धेरै कस्तो प्रकारको इन्सेक्टहरू चाहिँ बढी पाइयो सर यहाँ? यस्तो छ, अब हामीले चाहिँ यो दुईवटा फिल्डमा हामीले हेर्दाखेरि चाहिँ तपाईँको चाहिँ बढी मात्रामा चाहिँ यो हामीले जति देख्यौँ नि त्यसमा चाहिँ हार्मफुल इन्सेक्ट्सहरू नै देख्यौँ, तर नेचुरल इनिमिजहरू पनि हामीले सँगसँगै देख्यौँ कि। अब यसको एउटा प्रपोर्सन हुन्छ, जस्तै एउटा तपाईँको लेडी बर्ड बिटलले एक दिनमा 50वटा एफिड खान्छ कि, मान्छे एउटा हुँदाखेरि उसले 50वटा किरालाई म्यानेज गर्यो कि होइन। हामीले हेर्दाखेरि 50वटा किरा देखिरहेछौँ, तर एउटा मात्रै त्यहाँ लेडी बर्ड बिटल छ भने उसले चाहिँ 50वटा किरा सँगसँगै म्यानेजमेन्ट गरिरहेछ भनेदेखि धेरै किरा देख्दामै हामी आत्तिनु पर्दैन, तर हाम्रो फिल्डमा चाहिँ नेचुरल इनिमी चाहिँ हुनुपर्छ। सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हामीले जसरी हामी फिल्डमा आइसकेपछि चाहिँ किराको पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ। किन भन्दाखेरि बढी किराहरू चाहिँ भनौँ न स्पेसिसको हिसाबले चाहिँ हाम्रो चाहिँ तपाईँको चाहिँ हाम्रो मित्रजीवहरू बढी छन् होइन, बेनिफिसियल इन्सेक्ट्सहरू बढी छन्, र धेरै कम किराहरू स्पेसिसको हिसाबले चाहिँ तपाईँको हार्मफुल छन् होइन, अथवा हामीलाई बेफाइदा गर्छन्। र किसानहरूको सन्दर्भमा कुरा गर्दाखेरि किसानहरूको लागि महत्त्वपूर्ण कुरो के छ, अथवा हामी पनि अब एग्रिकल्चरिस्टहरूको लागि, विद्यार्थीहरूको लागि महत्त्वपूर्ण कुरा के छ भने हामीले चाहिँ शत्रुजीव र मित्रजीव चाहिँ चिन्नु पर्यो। यदि हामीले चाहिँ शत्रुलाई चाहिँ चिन्न सक्यौँ भने त्यसलाई हामीले व्यवस्थापन गर्न सक्छौँ, र मित्रजीवलाई चाहिँ अब हामीले चिन्यौँ भने त्यसलाई संरक्षण गर्न सक्छौँ, कन्जर्भेसन गर्न सक्छौँ। त्यो पनि एउटा यो बायोलोजिकल कन्ट्रोलको अथवा तपाईँको चाहिँ यो जैविक विधिबाट तपाईँको चाहिँ किरा व्यवस्थापनको एउटा राम्रो चाहिँ एउटा तरिका हो। अब धेरै सन्दर्भमा चाहिँ हामीले जस्तो भनौँ न लेडी बर्ड बिटलहरू जो स्त्री स्वभावको खपटे किराहरू छन्, अथवा तपाईँको चाहिँ यो नमस्ते किरा भन्छौँ हामी, अथवा आँखा फरुवा प्रेइङ म्यान्टिडहरू छन्, अथवा तपाईँको चाहिँ यो ड्रागन फ्लाई, ड्याम्सेल फ्लाईहरू गाइने किराहरू जो हामी भन्छौँ। त्यसै गरी रोप बिटल एकदम प्रशस्त हामी देख्छौँ होइन, तल माटोमा चाहिँ ग्राउन्ड बिटल खपटे किराहरू चाहिँ छन् होइन। त्यसै गरी चाहिँ अब तपाईँको चाहिँ अरू पनि जस्तै तपाईँको चाहिँ यो झुनकिरीहरू होइन, यी विभिन्न खालका चाहिँ तपाईँको प्राकृतिक शत्रुहरू जो किराहरूको छ, विभिन्न साना बारुलासम्मको किराहरू छन्, ती हामी यहाँ प्रशस्तै देख्न सक्छौँ। र यी किराहरूलाई चाहिँ हामी चिन्न सक्यौँ भने यसलाई हामी संरक्षणको तर्फ हामी जान सक्छौँ। त्यो चिन्न सकेन भने फेरि त्यहाँ चाहिँ पेस्टिसाइडको कारणले, केमिकलको कारणले त्यो चाहिँ भनौँ न यो किरा त बढी रहेछ भन्ने हुन्छ नि त। जस्तो तपाईँको बेनिफिसियल प्लस हार्मफुल दुइटैको चाहिँ तपाईँको सङ्ख्या गर्दा त किरा त धेरै छ भन्ने हुन्छ, त्यो चाहिँ तपाईँको मेसेज आउँछ। अनि त्यसले गर्दाखेरि हामी बिस्तारै सर्छौँ र त्यो हामीलाई चाहिने किराहरू पनि हामीले मारिरहेको हुन्छ। त्यो भएर चिन्नु चाहिँ महत्त्वपूर्ण कुरा। थ्याङ्क यू सर।